Hello guys, welcome back to my YouTube channel. म तपाईहरु गेम्स भिडियो थाहा च्यानलमा छन् प्लिज सब्स्क्राइब गरिदिनु ल र भिडियो शेयर दिनु ल भन्दै सो म चाहिँ चैनमा छु आजको मौसम चाहिँ आजको मौसम चाहिँ यस्तो छ यस्तो छ खै त कमल के बाहर असीमलाई 1500 दिनु रहेको कस्तो 1500 त्यस दिँदै हालिदिन्छ मैले लिएर आएन त अहिले आएर कस्तो चिक्ने हिजो बियर खेलाउँछु भनेको दिन घाम लाग्यो आज खुल्ला नि त ल पैसा नआएकोलाई हिजो थियो नि त 4000 गुइडे बस्न किनहरु सँगै जाम सँगै जाम न त को हो र कोही होइन हो कि बोल्न के हो र नि बोल्ला नि तेरो दोस्तहरूलाई अगाडि गइहाल्यो यहाँ रुक्न सँगै हिँडौँ आइज न त आफूहरू कति हामीले लास्टै जाडो छ यार जाकेट त बब्ली आइफोन भयो के आइफोन किन र लिइराखु त्यो कपडा पनि कति भिडेको र कति कि यस्तो मौसममा मजा हुन्छ भिडेर यस्तो मौसम छ क्या छ्या यस्तो त होइन बल पनि के खेल्ने खुसी गएर नि कोही घर बस्न हिँड्ने मजा आउँछ नि त पैसा लिएर हिँड्ने खाना लाग्यो पैसा भयो पैसा भएको पैसा छैन मौसमको बेला ठ्याक्क पार्किङ पर तल मिठो है केटीसँग बोलेर हिरान भएछ केटाखेरि साह्रो छ यार यो त किन घामै लागेन यार हिजो पनि लागिरहेको थियो आज यस्तो थियो कस्तो नसकेको खान्नस् खान्नस् भुजात गएनस् त खान्नस् भुजात गएनस् कति साथ तिम्रो खान्नस् खान्नस् भुजात गएनस् खान्नस् खान्नस् कति जाडो भयो जाडो भयो हिजो घाम लाग्थ्यो यति बेला त दिनसम्म हो यस्तो मरिन्छ त यस्तो भयो भने त लास्ट हात खतरा चिसो भएको छ मेरो रातो भयो कि जो चिसो भयो भने त यस्तो रातो कपडा धुयो कपडा धुवाएन यसलाई लाउँदै थुपार्दै लाउँदै थु घामै लागेन खान्नस् हुन्छ करेन्ट लाग्यो मान्छे अठो नि छ मसँगै खान्नस् मसँगै छ अघि खाएको खान्नस् यता हेर त अलमलले पैसा खोजेको थियो के हान्नु रहेछ थियो पैसा कहिले अहिले सोधेको थियो तिमीसँग
के भन्नु अहिले दिउँसो के भन्नु के भनेको थियो भनेको पैसा छ भनेको थियो कति हजार त्यही त ब्याङ्कमा भनेर सोधेको थियो ब्याङ्क हालिदिँदा सकिसक्यो गुइठालाई 350 हाल्दै किन यस गर्दा हुन्न एमबी तान्न त्यही भएर त केही नबोली हिँडेर 1 महिनाको लागि ताने के रे 350 कस्तो एमबी तानिस र मेसेन्जर मात्रै 10,000 एमबी आउने रहेछ 10,000 10,000 मा सिक्ने मेसेन्जर मात्रै हेर्ने दिन्छु भन्छ के भन्ने 28 दिन पुरान गर्न केटा टिकटक हेरौँ के फेरि हाल्नु तस छ त पैसा नि बिहान त 500 लिइरहेको थिइस् त्यही भएर पो नबोली हिँडेर 500 मा 300 200 छ होला 150 छ 150 छ के एउटा बियर ला गडे साइड आज तटपट खुलाउनु पर्यो यार यस्तो चाडो हो हुन्छ सुनिस् 50 चटपट हेर्न पैसा दिनु त छैन र खै त बिहानको मम्मीलाई लार्दी कति बेला आएको बिहानै हो कि यो त बिहान जाँदाखेरि गएको अरे माछ चिक्नीसँग राति 500 थियो भने थियो कोही थिए सुरत थियो नि सुरत किनेको त पहिल्यै त किन्न मिल्थ्यो नि यसले उता जाने भनेर पैसा मागेर आइसक्यो मम्मीसँग पिकनिक जाने भनेर पिकनिक यो त चिक्ने लास्टै बाहुनकै नाम राखिस् त नि अफिसियल मेरो खलक होइन लास्टै लोभी गर्ने यार हिजो पैसा छ भन्दै भने नि यसले कहाँ भन्ने अब गुइटे सुरटले भनेको ओसँग लासी यार भन्दै आउँछ चाँडो भयो कसैलाई फोन गर्नु कस्तो ठिक लाग्यो त्यो जाडो त कहिल्यै भएको थिएन यार गेम राखिन्छ चापकोट जाँदाखेरि पैसा रहेछ भन्ने चापकोट राति त थियो नि पैसा किन किनिनुहोस् त हिजो आज कस्तो ठन्डा लाग्छ थिएन है ठेले 500 के हानिदिनु पर्थ्यो नि हिजो पैसा नभन्ने रहेछ चिक्न खुला नाति यताउति खुला अस्ते बेला खाना उठाउनु के खाना के खाना मिठे कोसा बोले हा त्यो बुटलको छेत्री नि भनेको अरे त्यसो भनेको फोनै राखे मिठै त्योसँग छ त नि किन माग छ भएरै भएन भने हामीले खान्न पैसा छ होला नि सालोले मोबाइल भिराएको दुइटै हो सिम हालेर आएको यसमा मौसम झ्याप्पै राति गयो भने लाइन गयो भने खतम हुन्छ ड्याडले चलाउनु न हिजो पनि झोला लानु बिर्सेको अरे अन्त मैले कति बेला आयो हिजो
गाडी आउँदा कहाँ आउनु भएको थियो गाडी यहाँ आउँदाखेरि म त माथि थिएँ नि त गणेश भाइ अँ। थियौँ कि हामी गाडी ठ्याक्कै यहाँ गाडी चढेर अस्ति नै त्यो उ गर्दाखेरि चाउचाउ किने थिएँ चुरोट किने थिएँ एउटा प्याकेट अँ मेरो नाममा त्यो 85 रुपियाँ तिरिस के मा चिक्नी ए मलाई मात्र तिरान 70 हो चिकन कहाँ 50 हो कहिले हैन 20 दिन छैन मैले कहिले हैन 70 दिन हैन मैले भन्दा त झगडा गरी मैले त चाउचाउ खाम भनिरहेको घर नमिल्ने किन दुइटा गएर चल पैसा दिइ भाइ त 5 वटा चुरोट एक चुरोट त उजौ किनेर आनन्दै हुन्छ मैले दिनु राखेको नि पुरा भन् अहिले अरु पैसा दिइ भाइ त्यही 3 लाख आएको छु अहिले सुन दिदीले पठाइदिनु अहिले पनि बाटोलाई ढ्याङ्की ढ्याङ पैसा आउँछ नि हप्तै पछि तेरो दिदी छ त अरे चिक्नी टुरा त मादर चोट होइन चिक्ने दिदीको पैसा हो भनिसक्नु जाने त्यसरीकै पैसा पठाइदिनु दिदीको फोन अझै तबेन्चो फोन पठाइदिएछ चिक्ने जुत्ता पठाइदिन्छ कपडा पठाइदिन्छ अरू के चाहियो गुठेलाई जे भने त्यही आगे पठाउँछ त जहिले जुत्ता अनि के हो घरि फ्री फायर आइडी किन्नु पैसा माग्ने घरि रिचार्ज हाल्न पठाउने गरेपछि पैसा पठाइदिन्छ के गर्छस् त अरू केही चाहिएन मलाई हजुरको स्कुटी दिनु भन्नु खुट्टामा जहिले बल्ल लगाएपछि बल्ल दुख्छ त्यो जाडो भयो जाडो हड्डी निकालिदिनु रहेछ खुट्टा हड्डी निक्लेर राखेर सिक्ने आज स्कुलमा पिकनिक खाँदै होला नि के गर्दै होला नि कहाँ अरे तिनीहरू भुजा त होइन जाने भनेको त कसले खाए पिकनिक हाम्रो गाउँतिरको त कोही आएन नि स्कुल अँ कहाँ खान र स्कुलमै चिकन जाने खेल्ने पिकनिक पनि स्कुलमा अरे भुजात भन्दै थियो त गुइसले बिहान भुजातमा रमाइलो छ कि आज यो कति बजे आएको थियो बिहान को मसँग पैसा बिहान आएको थियो कि कति बजी खैको नि 9 9 साढे 9 त उठ्ने बित्तिकै गएको रहेछ पैसा भने एकचोटि भनेन यार अझ हिजो एउटा चुरोट भएको नि चिक्नु बोल्ला राख्ने यो कस्तो सिक गराउँछ मात्र भने अन्त म त खान छोडिदिएको केटाहरू अन्केड हो एमबी यसो खान मन लाग्यो भने सुत्दिने हो सुतेपछि मन लाउनु गर्नु एक चुरोटले गरेर मैं गरेको छ पैसा पैसा लोकल बियर खानु दिनदिनै हो अलि खानु मन लाग्यो यस्तो बेलामा पो खाने हो नि त अस्तिको बेला नै को बेला भयो अनप्लानिङ हो यत्तिकै यहाँबाट पनि यो कर कति टाढो 8 टाढो 6 टाढो पैसा भएपछि पैसा छ भने त नखा पैसा नहुँदा खालि प्लानै हुँदा पैसा भएको बेला पैसा भएपछि भइसक्यो क्या पैसा मलाई कस्तो चाहिएर राखिरहेको यति बेला लाउन हुन्छ नि त कपडा 2 दिनै खिलित्तै गयो नि त कति गयो त्यति बेला 5000 गयो 4500 हो कि 5500 गयो 2 दिनमा 3 दिनमा तापकट जाँदा 2500 अरू त कुनीहरूले किन्छ कुरा यो त चुरोट मात्र किन्नु पठाएन किन्छ किन्दैन किन्दैन पर्छ है सिपी किन्दैन खाजा
कतिखेर राति ल्याएर सुत्न आयो नि किन्नु हुन्न राख्छ सुत्ता केही नि त क्या होइन लास्ट जाडो भइरहेको यस्तो भयो 3-4 दिन भयो यार यस्तो भयो कि हो हिजोबाट अलिअलि घाम लाग्थ्यो यति बेला आज झन् यस्तो छ बाबा के देखिया छैन के अरे लास्ट जाडो भएको छ यार अमल भाइ चाहिँ आएको छैन हामी 4 जना आछौँ असिम भाइ कुशल सालो केटो अनि गणेश भाइ चप्पल खुल्ला हो नि त केटा हो कुसँग पैसा 50 साल म 50 साल जाम खुसी रमाइलो हेर्नु शर्मा लाग्छ मलाई दिएन पहिला हामी भनेपछि कुशल कुरा स्कुलभरि भयो फाइल कस्तरी सुल्क्यो त नि कुरो यार गुइठे माछाले भन्दा अहिले उसले फेरि के अरे कति राम्रो रह्यो बच्चा चौ यार होला नि के आउन्न अरे राम्ररी हेर्न छैन कि कति हो पैसा कति हो सर पैसा चिक्नु लाउनु खर्खुलाउनु भन्नु भर्खर